हेलो गाइज, मैले नयाँ हेलमेट लिएको थिएँ भनेर भन्न त भने लास्ट भिडियोमा होइन, तर देखाउन चाहिँ बिर्सेछु। हेलमेट चाहिँ यही नै हो, सर्ट अनि चिन माउन्ट पनि यही नै हो होइन। अब अहिले मैले एउटा राखेर युज गरेको छु, अब त्यो एक्सटेन्सन पनि राखेर युज गर्नेछु। आज चाहिँ म हाम्रो नेक्स्ट ट्रिपको लागि पेट्रोल भर्ने, अलिअलि बाइकहरू बनाउने तयारी गर्दैछु। अगाडि जानु न यार, के गरे क्या? हेलो ब्रदर, के गरे यो गाडीले? बिचमा ल्याएर रोकिदिइरहेछ क्या। ठिसहरू भएपछि यस्तो हुन्छ क्या। सो बाटो साइड लगाइदिए पनि भइहाल्छ नि त यार। आज ठुलो एकादशीको दिन, भक्तजनहरू ल है गाइजहरू, जितपुर फेरीदेखि होइन काभ्रेस्थलीको बाटो हुँदै अब जरङखु हुँदै बालाजुतिर जाँदैछु। यो प्रिपरेसन अब आज निस्किएको रिजन चाहिँ अब भोलि हामी बाहिर निस्किँदैछौँ, कालिम्चोक साइडतिर जाँदैछौँ। त्यसो हुनाले पेट्रोल भर्ने, बाइक बनाउने, यताउता चाहिने सामानहरू सब ठिक्क पारेर राख्नुपर्ने छ। कुकुरहरू चाहिँ एकदमै धेरै क्या यो एरियामा होइन। त्यो रेबिजको सुई नभएको बेलामा होइन, कम भएको बेलामा कुकुरहरू धेरै देख्दाखेरि क्या डर लाग्छ। हेलमेट लाउनु पर्दैन बुढा, पुलिस त यहाँ बसिरहेछ, हेलमेट नलाइकन जान दिनु त भएन नि यार। अब कालिम्चोक म गएको लगभग 2-3 चोटि गइसकेँ होइन। अब यसपालि चाहिँ सिमरन र म भएर जाने विचारमा छौँ होइन। उता पुरा पानी परिरहेछ क्या। ओ पानीले भेटाउँछ कि क्या मलाई। बिहानै निस्किनु पर्ने है, बिहान क्या घाम लागिरहेको थियो। अझै पनि यो ट्याक्सीहरू क्या चलिरहेको हुन्छ क्या, जस्तो ठाउँमा पनि गइदिन्छ क्या। अहिले नयाँ आइरहेको इभीहरू त है खासै पावरफुल छैन जस्तो लाग्छ मलाई। जे भयो नि गाडीहरू, बाइकहरू भनेको ब्रुम ब्रुम नै हुनुपर्छ क्या, त्यस्तो खालको क्या। यो एरिया क्या दामी क्या है, तर घरहरू चाहिँ कचाक कुचुक बनिरहेछ। यस्तो भिडमा घरहरू बनिरहेछ यार। तर पिच बाटो भएको भएर यता जस राम्रै छ। मैले पेट्रोल चाहिँ नर्मल्ली साझा पेट्रोल पम्प होइन, यो प्रहरीकोहरू, आर्मीहरूको ठाउँबाट हालिरहेको हुन्छु होइन। अनि कतै हिँड्न लाग्यो होइन, पेट्रोल हुँदैन आफूसँग, अनि त्यस्तै ठाउँहरूमा जान मन लाग्छ, अनि भिड बढी हुन्छ, अनि टाइम वेस्ट। त्यस्तो भएपछि पहिले नै गरेको राम्रो। म धेरै जस्तो नर्मली प्रिपेयर नै नभइकन ल आज चल्दिउँ भन्ने त्यस्तो खालको गरिरहेको हुन्थेँ होइन। तर यसपालि अलिकति प्रिपेयर्ड भएर जान खोजिरहेको छु कि, धेरैचोटि त्यस्तो भयो होइन। अबको भिडियो चाहिँ अलिकति प्रिपेयर भएर बनाउन ट्राई गरिरहेको छु कि। पानी परिसक्यो, ल पानीको छिटा आइसक्यो। एटलिस्ट जरङकोसम्म पुग्न पाए हुन्थ्यो। कम अन, एकछिन वेट, 2 minutes प्लिज। रेनकोट त छ मसँग होइन, तर लगाइराख्न झ्याउ हुन्छ क्या, फेरि परेन भने होइन। रेनकोट लगाएर बिल्ला जादु जादु गर्दै हिँड्नुपर्छ क्या। अलराइट, जरङको आइयो होइन। तर म कहाँ जान खोज्दैछु भने नि, के गरे हेर्नु पर्दैन। एनिवेज, म अब एकैछिन यो जरङखुमा ब्रेक लिँदैछु होइन। यहाँ एउटा सानो काम छ, जरङखुको पुल हो, जहिले जाम हुन्छ क्या। यहाँ ट्राफिक भएन भने यस्तै हो, सबैलाई कोचाउनु मात्रै छ होइन। यताबाट साइड लागेर निस्किनु पऱ्यो होइन, आफ्नो काम चट्ट सकाइदिन्छु। पानी त हल्का कम भइसक्यो होइन, तर ठिकै छ। रेनकोट चाहिँ लगाइराखेकै राम्रो। बाइकले यस्तो धोका दिन्छ नि आजकल, यो चाहिँ बनाउनै पर्छ, नभए त कतै हिँड्नै सकिँदैन यार। यसरी बाटोमा अफ हुने होइन, अनि स्टार्ट गर्दाखेरि के हान्नु पऱ्यो भने त ल्याङ हुन्छ नि त। यसरी धेरै अगाडि जान पनि नहुने होइन। यहाँबाट छिर्नुपर्छ, यसरी ठिक्क हुन्छ क्या। जाम, अघि नैको जाम, यस्तो जाम छ क्या यो एरिया नै। ट्राफिक म्यानेजमेन्ट गरेर पनि
साध्यै लाग्दैन क्या गाडीहरू यस्तो यस्तोहरू आउँछ अनि सबलाई हतार सबलाई छिटो जानु छ कि हेर त धुवा उडाउँदै क्या कालो धुवा उडाउँदै हिँडिरहेको यो गाडी खै त जाम न हो अब राइट इन्डिकेट गरेर बसै छ क्या ओहो के गरे यत्तिकै क्या केही इन्डिकेट छैन होइन सिधै राइट टर्न गरिदिएर क्या त्यो गाडीले रोक्न लाग्यो जस्तो गरेर यस्ता गाडीहरू काम छैन क्या पुरै कालो धुवा फाल्दै हिँडिरहेको छ क्या अब अहिले म जाँदैछु कता म धापसी जाउँ कि हलचोक जाउँ पेट्रोल भर्न सोचिरहेको छु पानी अलि धेरै नै पऱ्यो होइन म सोचिरहेको थिएँ डिजिआई निकालिदिउँ भनेर होइन तर ठिकै छ अलि वाटरप्रुफ गर्छ होइन यो बाटो शेषमतीनिर हो होइन यहाँनिर साँझ हाट बजार लाग्छ क्या भिड हुन्छ क्या यो एरिया पुरै टिप्परहरू क्या फोन गर्दै चलाइरहेको छ क्या मोबाइल फोन चलाएर गाडी चलाउन त पाइँदैन नि होइन र ल ओभरटेक हान्नु पऱ्यो ओभरटेक हान्दाखेरि राइट इन्डिकेट गर्ने अनि हानिसकेपछि लेफ्ट इन्डिकेट गर्ने आफ्नो ठाउँमा आउने नेपालमा उल्टो छ केही पनि गर्दैन ल म चाहिँ यहाँबाट सिधा जान्छु होइन टक्क हेरेर पारी जानु पऱ्यो गर्मी पो भयो त रेनकोट लगाएको त त्यही हो साथीहरू होइन अब भोलि कालिम्पोङको यात्रा सुरु हुन्छ होइन हामी कहाँ बसिन्छ भन्ने कुरा मलाई अहिलेसम्म थाहा छैन बाटो चाहिँ राम्रो छ म फ्यु टाइम्स गएको थिएँ होइन त्यो बेलातिर खासै राम्रो थिएन होइन तर अहिले चाहिँ बाटो पुरै पिच छ होला चरीकोटसम्म त्यहाँबाट माथि त अफरोड नै छ होला हेर्नुपर्छ अब कतिको हिलो छ होइन त्यो चाहिँ अलि सोच्नुपर्ने कुरा हो गाह्रो नै भएछ भने त्यहाँ कतै बाइक राखेर हिँडेर पनि जानु पर्ला यहाँ यस्तो नो पार्किङ छ होइन नो पार्किङ चाहिँ यहाँ ल्याएर पार्क गरेर राखिरहेको छ यो यस्तो मान्छेहरू छ क्या कसरी हुन्छ यत्रो बाइकहरू उठाइदिनु पर्दैन ट्राफिकले नगर प्रहरीले म कता जाउँ धापसी आई थिङ्क धापसी नै सजिलो र नजिक पर्छ हो म धापसी जान्छु त्यसरी झिपझिप पारेर हुन्छ अनि उसलाई पनि कति हतार लाइट नभएपछि यस्तो हुन्छ क्या लाइट चाहिन्छ क्या वी निड लाइट है ल जान दियो यहाँनिरबाट जान ठिक हुन्छ राइट ल यो नयाँ बस पार्क हो यो विष्णुमती नदी यहाँ भएको पुरै सुकुम्बासी एरिया भत्काइदिइसक्यो होइन अहिले घरहरू छैन त्यस्तो सुल्टी कुदाएर गयो होइन म पनि जानुपर्छ अब यहाँनिरबाट यता हेर्नुपर्छ चट्ट जानुपर्छ है त ल यो बस पार्क एरिया है आजकल खासै बिजी देख्दिनँ मैले बाटो ठुलो छ सिस्टममा अलिकति चल्न थालिसक्यो पहिला एकदमै भिड हुन्थ्यो गाडीहरू यहाँनिर धेरै ट्राफिक जाम गरेर बस्थ्यो होइन अब अहिले चाहिँ एकदम ठिक छ क्या सजिलो छ बाटो यत्रो फराकिलो छ हो अब यो सर्भिस लेनहरू यो बनाउने हो अब धेरै नै छिटो बन्छ जस्तो छ यो कुरा उठिरहेको थियो मङ्सिरपछि सुरु हुन्छ होला यसको काम अहिले म पवित्र नगर प्रवेशद्वारनिर छु होइन यो पनि एकदमै पपुलर एरिया हो अब गोङ्गपु आउँछ त्यसपछि सामाखुसी अनि धापसी है त ट्राफिक दाइ नमस्ते ल है त एकैछिन है ओहो यस्तो गरिदिनु भएन नि एकैछिन वेट गर्न मिल्छ नि त भित्रबाट आउनेले त म मेन रोडमा हिँड्नेले त मैले दिएको छु होइन मास देखेर छोडिदिएर हो क्या यो केटा यिनीहरू के कहाँ आइरह हेलमेटभित्र मोबाइल फोन राखेको छ होइन
अनि ऊ होसमै छैन क्या। अब सोल्टीले होइन यस्तो गरिदिन्छ क्या बिचमा आएर होइन। ल यो सामाखुसी एरिया हो है। यहाँबाट टोखा जान मिल्छ, यही बाटो हुँदै त्रिशुली पनि जान मिल्छ है। आजकल नयाँ बाटो यहाँबाट टोखा झोर हुँदै त्रिशुली जान्छ त्यो बाटो। म अब पेट्रोल पम्प नजिकै छ, ऊ त्यहाँनिर आइसकेँ। फुल ट्याङ्क गर्ने हो, द्याट्स इट। क्यास नै दिन्छु होइन, क्यास दियो भने एक्ज्याक्ट एमाउन्ट हुन्छ, त्यहाँभित्र गएर यताउता गरिरहनु पर्दैन। म अहिले अब राइट टर्न गर्नुपर्ने हुन्छ, यहाँ माथिबाट जानु पर्ला है। एकैछिन होल्ड अन गर भाइ। अब म यहाँनिरबाट राइट टर्न गर्नुपर्छ होइन। सिचुएसन हेर्नु पऱ्यो अनि जानु पऱ्यो है त। ल यसरी नेपालमा अब के गर्ने, अब यस्तै छ, गाह्रो छ होइन। लाइट भयो भने कुरेर बस्नुहुन्थ्यो है। अब कता जानु, कता जाउँ, कता जाउँ? यहीँबाट जाउँ क्यारे होइन, यहाँ 2-3वटा छ जस्तो छ। ल है त साथीहरू, यहाँ धापासीको प्रहरी कल्याण पेट्रोल पम्पमा पेट्रोल भरियो। कस्तो हतारो सोल्टीलाई यार, बाटोमा यस्तो छ क्या, गर्मी भयो। ल हेर न, न इन्डिकेट छ न केही छ होइन। स्वाट अगाडि आएर क्रस हानिदिरहेको क्या, लेन चेन्ज गरिदिरहेको क्या। यसलाई क्लास दिनुपर्छ जस्तो छ। यो एरिया पनि क्या ठुलो भयो क्या। पहिला कस्तो साँघुरो र एकदमै बिजी एरिया थियो होइन। हुन त अहिले पनि बिजी नै छ होइन, तर फराकिलो भयो क्या यो एरिया। दामी छ क्या बाटो त, जे भयो भने। पछाडिबाट क्या कालो बादल आइरहेछ है। अब पेट्रोल भयो होइन, म अलिकति बाइक बनाउने ठाउँमा जान्छु है त। किनभने मलाई यो सेल्फ स्टार्ट चाहिँ चाहिन्छ क्या। होइन कि त ब्याट्री नै चेन्ज गर्नुपर्ने हो भने छुट्टै कुरा हो। बिजी त बिजी छ क्या काठमाडौँ। मैले बाइक बनाउने ठाउँ फुयाल ब्रदर्स एट बालाजु है त। त्यहाँ कस्तो छ भने सामानहरू पनि होलसेल जस्तो गरेर गरिदिएर हुन्छ होइन। त्यहाँ प्राइसको टेन्सनै छैन क्या। अनि बाइक बनाउने भाइहरू पनि राम्रै गरेर हुन्छ। यो हेर त, यो कहाँबाट आएको यो होइन। नेपालमा यो लेन अनुशासन रे, कहाँ छ लेन? यो कतिवटा लेन हो कसरी थाहा पाउने होइन। अनि यो मानेन भने अनि फाइन हो। कसले इन्डिकेट गर्छ यहाँबाट लेफ्टमा जाने बेला? अहिलेको त्यो बाइकले गरेन नि, किनभने एउटा लेन टु वे त देखिएको छैन होइन। अब यस्तो छ स्थिति। हेर त यस्तो छ पारा। काठमाडौँमा मास्क नलागिकन चाहिँ हिँड्नै गाह्रो हुन्छ क्या होइन। ओ बस भट्ट ब्रदर्सको नौलो प्रस्तुति महेन्द्रनगर टु काठमाडौँ सोफा सिट भएको ठुलो गाडी। राइट लेन पक्रियौँ, मिलेसम्म ओभरटेक हानु है त। तर पुलमा चाहिँ गाह्रो छ, यताबाट जानुपर्छ अब चाहिँ। यहाँबाट होइन चट्ट सर हेर्ने, अगाडि सट्ट जाने है त। ल अब मेरो बाइक बनाउने ठाउँ आउँदैछ है त। तपाईँहरू पनि काठमाडौँमा यहाँ वरिपरि हुनुहुन्छ भने बालाजुमा आए हुन्छ क्या। एकदम आँखा चिम्लेर बनाउँदा हुन्छ क्या ढुक्कका साथमा। ओ फुयाल ब्रदर्स क्लोज छ आज, बन्द। ल्याङ भयो नि त। ड्याम इट म्यान, के गरौँ अब म? अब भोलि मर्निङमा बनाउने। वाट नेक्स्ट? कहाँ जाने हो अब? के
के बाँकी छ रेनकोट हो एउटा लिए हुने होइन तर त्यस्तो बानी सिजन बानी आएको त गाडी होइन यो वाट क्यान आई डु वाट सुड आई डु क्या ठिक छ म अहिले जाँदै गर्छु यता थोरै अगाडि गएर विचार गर्नु पऱ्यो मासु खान मन लागिरहेछ आज ठुली एकादशी खानु भएन अब नेपाल नभएको भए खाइन्थ्यो नेपालमा भएपछि नेपालमा ठुली एकादशी हो सिम्पल एज द्याट होइन यो बालाजु चोक ओहो कम अन म्यान वाट के गरे त्यसले डर छैन क्या त्यसलाई म चाहिँ अहिले बालाजुको औद्योगिक क्षेत्र एरियातिर आइपुगेको छु होइन त्यसपछि 22 धारा त्यसपछि बाइपास अनि शेषमती हुँदै रिटर्निङ ब्याक होम आई रेकन यो टिप्परलाई ओभरटेक हान्नु पर्यो तर एउटा कुरा यो टिप्परको मलाई के मन पर्यो भने एटलिस्ट यसले कभर चाहिँ गराएको छ क्या बाटोमा स्टार्ट अफ यस्तो भइरहेको क्या मेरो बाइक ठिस भयो क्या हिजो फुल सर्भिसिङ गरेको के बनाइदियो त यत्रो ट्रकहरू होइन यस्तो गल्ली गल्लीबाट हिँडिदिन्छ क्या यो चाहिँ 22 धारा है अब यसरी जानुपर्ने रहेछ क्या अब लेफ्टबाट ओभरटेक नगर्ने भन्छ होइन अब काठमाडौँमा एभ्रिथिङ ह्यापन्स फ्रम लेफ्ट लेन क्या अब यसले बाटो छोड्दैन यतातिर यस्तो खाली छ कि के गर्ने लेट्स गो भन्ने अगाडि बढ्ने होइन त यस्तो छ अरूको लेनमा आइदिने भन्ने हुन्छ क्या यहाँ चाहिँ आफ्नो लेनमा सरर हिँडेर जाउँ भन्ने नै छैन क्या यस्तो छ पछाडि हेर्नु नै छैन क्या यहाँ तलबाट गयो भने नेपाल टार हुँदै जान मिल्छ म चाहिँ हेर त यो कहाँबाट आएको अनि आफ्नो लेनबाट किन नहिँड्ने हो भने क्या सबै यहाँ धेरै नयाँ नयाँ मुभीहरू लागेको छ होइन गौँथली पनि लागेको रहेछ बुढीले हेर्न मन लाग्यो भन्दै थिइन् होइन गौँथली हेर्न आउनुपर्छ कि क्या हो धेरै टाढा जानु मन छैन होइन अब घरबाट 20 मिनट्समा यहाँ आइपुगिन्छ अलराइट ठाउँ छ सायद हल पनि राम्रै होला त्यस्तो खाल्टो क्या अब यो त केही पनि होइन अब हाम्रो घरतिर जाने सानो बाइपासबाट जितपुर फेरि जाने बाटो चाहिँ क्या खत्तम छ क्या त्यही भएर म आजकल काभ्रेस्थलीको बाटोबाट आउँछु कि तर मैले अहिले किनेको यो हेलमेट एकदम हल्का छ होइन मलाई टाउको एकदमै लाइट फिल हुन्छ क्या पहिलाको मेरो 1300 ग्राम जस्तो थियो हेलमेट हेभी थियो होइन अहिले चाहिँ यो 1000 ग्रामको छ 1 किलो टाउकोमा राखेर हिँडिराख्नु पर्ने क्या ल है त यो शेषमती पुल यहाँबाट हामी लेफ्ट टर्न गरेर चरङखु साइडतिर जान्छौँ है त अब भोलिको लागि मेरो सबै अलमोस्ट कामहरू तयारी भइसकेको छ होइन मेन कुरा पेट्रोल फुल छ अब घर जाने हो अनि कुन कुन ठाउँमा पस्दै जाने हो भनेर अलिकति आइटिनरी जस्तो बनाउनु पर्ला त्यस पछाडि प्याकिङ सुरु गर्नु पर्ला अलिअलि भए पनि स्पोन्सर चाहियो है गाइज बेगमार्ट भाटबटेनी होन्डा हिरो पल्सर एनिथिङ चिया पसल भाँडा पसल ल एकदमै पानी परेको हुनाले म चाहिँ अब क्यामेरा निकाल्दैछु हेलमेटबाट आजको भिडियो यहीँ टुङ्गिन्छ होइन भोलि हामी अब कालिम्पोङको यात्रा सुरु गर्छौँ होइन थ्याङ्क यू फर वाचिङ सी यू इन आवर नेक्स्ट भिडियो है त